हेलो साथीहरू, ह्याप्पी न्यु इयर 2026। यो चाहिँ हामी ट्राभल गरेको न्युयोर्कमा बाई ट्रेन। यो चाहिँ हो ग्रान्ड सेन्ट्रल 2026 को फर्स्ट ट्राभल हाम्रो लङ जर्नी। यो चाहिँ ग्रान्ड सेन्ट्रल टर्मिनल हो न्युयोर्कमा। यो चाहिँ मेन सेन्टरभित्र ट्रेन स्टेसनमा। यतिखेर चाहिँ मान्छेहरू पुरा यताउता हिँडिरहेको, सबै आफ्नो काममा बिजी भएर हिँडिरहेको छ। र मैले चाहिँ छोटो टाइम लिएर यसरी भिडियो गरेको। यो चाहिँ सेन्टरमा हो, ग्रान्ड सेन्ट्रलको भित्र। हेर्नुहोस् ग्रान्ड सेन्ट्रल। ग्रान्ड सेन्ट्रलको भित्र आर्टहरू मजाले गरेको, आर्टहरू देख्न सक्नुहुन्छ। अन्त यहीँनिर ग्रान्ड सेन्ट्रलको बाहिर हो। यो चाहिँ टर्मिनलको बाहिर निस्किने बित्तिकै चाहिँ यस्तो देख्न सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ मैले मेरो निस सृजनालाई पर्खिराखेको थिएँ। ऊ चाहिँ मलाई पिक गर्नु आउँदै थियो। अन्त यो चाहिँ ऊ आइपुगेर हामी उसको घरपट्टि लाग्दै थियो। यो चाहिँ न्युयोर्क सिटी ग्रान्ड सेन्ट्रलकै बाहिर देख्न सक्नुहुन्छ। यो चाहिँ न्युयोर्क सिटी हो। अनि न्युयोर्क सिटीभित्र चाहिँ बेसी नै ट्राफिक छ। गाडी एकछिनमा रोक्नुपर्छ। यो चाहिँ हो मेरो निस। अनि यहाँ चाहिँ म र मेरो छोरी। अनि हामी चाहिँ जाँदैछु घरपट्टि। अनि यसरी ट्राफिक हुन्छ पुरा न्युयोर्क सिटीमा चाहिँ। अनि यो चाहिँ हो टाइम स्क्वायरको लाइनमा, टाइम स्क्वायरको छेउमा हो। यो चाहिँ टाइम स्क्वायर आउनुभयो भने चाहिँ यस्तो देख्न सक्नुहुन्छ। यो चाहिँ बेलुकाको समयमा हो। हेलो हेलो सृजना। हेलो हेलो राई कान्छा। हेलो हेलो सोना मिचो। अनि यो चाहिँ टाइम स्क्वायरकै एरियामा हो।